हेर्नु क्लिक भयो होला है भइसक्यो हाम्रो मह काट्ने कार्यक्रम नजिकबाट देखाउँ नि। यो भाग चाहिँ अब मह लाएर मौले सिल गरेको भाग हो। यो भाग हामीलाई चाहिँ अब यसरी कसरी काट्छौँ भनेदेखि यसरी सिल गरेको भागलाई यसो गरेर चाहिँ सर्रै यसरी धसेर लिएर आउने, चट्ट काट्ने। यो चाहिँ पुरै सिल गरेको भाग हो मह। पोल्यान्ड हो त्यो चाहिँ, कोड भन्छौँ नि हामी, त्यही चिज हो। यसरी काट्ने सिल गरेको भाग पुरै। ल यो देखेको अब कालो देखेको भाग जति सब यो मह हेर्नुहोस्। ल हामीले अब मेसिनमा यसरी हाल्छौँ। एउटै बनाउनु है, टुक्रा टुक्रा नबनाउनु है दाजु। यसरी गरियो। अब अर्को जग्गा सुरु। यो मह हो। यसरी काट्नुपर्छ यसलाई। पुरै पाकेको मह, एकदम राम्रो मह छ। अब यो जग्गा हेर्नुहोस्, यो भनेको चाहिँ पुरै महमा भएको जग्गा। यता पनि हेर्नुहोस् पुरै सिल गरेको छ, यता पनि पुरै सिल गरेको छ। पुरै मह छ यसमा चाहिँ। अब यसमा चाहिँ कसरी काट्नु पर्यो भने तपाईँको यसरी पुरै काट्नुपर्ने हुन्छ। फाइनल्ली लु हेर्नुहोस्। अब मह भनेको अर्ग्यानिक मह भनेको यस्तो हुन्छ। आहा हो मह। अब यतापट्टि हेरौँ, यतापट्टि त झन् पुरै सिल छ। यो त पुरै सिल गरेर जाएको छ। त काट्न पनि यहाँ हम्मे पारो। ल हेर्नुहोस् मह पुरै महमा चुयो पुरै तर चाहिँ ल अनि अब यो चाकामा चाहिँ ठिकै छ। र पनि धेरै राम्रो। यो आधी पुरै मह छ, यता पनि पुरै आधी सिल गरिसकेको छ। ल अब हामीले काटिसक्यौँ। अब चाहिँ मेसिनबाट मह कसरी काटिन्छ त भन्नुहुन्छ भने अब अलि ल्याएर देखाउँछ। अब यसलाई चाहिँ यसरी मेसिन हलिन्छ। यो एकदम सँगले तपाईँको यसरी घरले चाहिँ महले चाहिँ घटाएर साइडमा चुन्छ। यसरी साइडमा साह्रो चुन्छ। हल्लाउँदै गयो, मह झर्दैछ धमाधम। यो मह काट्ने मेसिन हो, महदानी भनिन्छ यसलाई। अब यसरी अलि फास्ट हल्लाउनु त फेरि अलि फास्ट हल्लाउनु। हल्लाउनु आइरहेछ, हल्लाउनु आइरहेछ। रोक्नु। अब यसलाई हामीले फेरि के गर्छौँ भने यसलाई चाहिँ यो फ्रेम सबै फर्काउनु पर्ने हुन्छ। अब यतापट्टिको त क्लियर मह झरिसक्यो भने यतापट्टि हाम्रो मह बाँकी नै हुन्छ है।
अब यी चाकाहरू सबैलाई हामीले यसरी फर्काउनुपर्छ। अब यसरी फर्काएर अब यो चाका पनि फर्काउँ। तपाईँको सबै यसरी फर्काएपछि यता यो मह छ। अब फर्काइयो। अब यो एकापट्टिको झऱ्यो, अब एकापट्टिको लु अब घुमाउनु सुरु गर्नु। मेसिन राम्रो घुमिसकेको छ। धमाधम मह झार्ने कार्यक्रम भइरहेको छ। भित्रमा चाहिँ अलिअलि देखिँदैछ। अनि अब हाम्रो एउटा गोला मौरीमा 10वटा फ्रेम हुन्छ। 10वटा फ्रेममा चाहिँ हामीले 4वटा फ्रेमको चाहिँ म झार्दैछौँ, झरिरहेको छ भने 4वटा फ्रेमको यहाँ बाँकी नै छ। गोलामा 2वटा फ्रेम मौरीलाई घोटेका छौँ। भयो। अब त्यो बट्टा ल्याउनु त, बट्टा। अब हामीले चाहिँ मलाई यहाँ तपाईँको यो बिर्को खोलेर यहाँबाट यसरी म झार्छौँ। खोल्नु त बिर्कोलाई खोलौँ। अनि हामीले यहाँ चाहिँ यो फोन पक्रिनु त। अब हाम्रो मह झर्न सुरु भयो। हाम्रो 4वटा चाकामा मह चाहिँ कति लागेछ त मौरीले भन्ने कुरा अब थाहा हुन्छ। यसरी अब यहाँ सुरु भइसकेको छ मह झर्न। मेसिनबाट यहाँ धारबाट झरेको देखाइदिनु न। मेसिन अलिक उल्टाइदिनु त। ल हेर्नुहोस्, मह यसरी झऱ्यो। प्योर अर्ग्यानिक मह, शुद्ध मह हामीले तोरी खेतीमा चराइराखेका छौँ। अहिले तोरी स्रोतको मह हो यो। बनाउनु